नमस्कार सबैजनालाई। यसपालिको हामीहरूको यात्रा मनाङ तिलिचो हुँदै थोराङलासम्मको रह्यो। हामी बुटोलबाट 7-8 जना साथीहरू र इन्डियाबाट 2 जना साथै आयरल्यान्डबाट पनि हाम्रा 1 जना साथी आउनुभएको थियो। हामीहरू 9 जनाको जम्बो टोली मिलेर हामीहरू चाहिँ यो यात्रामा हिँडेका थियौँ। पहिलो दिन हामीहरू बुटोलबाट हिँडेर पेशी सहर गएर बसेका थियौँ। अनि दोस्रो दिन हामीहरू पेशी सहरबाट मनाङ पुगेका थियौँ। अगाडि देखिएको चित्र चाहिँ यो अप्पर मर्स्याङदी जलविद्युतको ड्याम हो। बाटोमा केही ठाउँमा हामीहरू गाडीबाट झरेर पनि बाटो पार गर्नु परिरहेको थियो, किनभने असोजको महिना खोला निकै बढिरहेको थियो। अनि त्यही भएर फुल लोड गाडीले चाहिँ फुल लोडलाई चाहिँ हाल्न नसक्ने अवस्था भएको गाडीबाट झरेर हामी चाहिँ केही ठाउँमा पार पनि गर्नु परेको थियो। यहीँबाट गए पनि भन्यो होइन। सुरज सर वाटरप्रुफ हो नि, वाटरप्रुफ हो नि यो, वाटरप्रुफ। कति त अलि साइड हो। धेरै ठाउँमा हामी चाहिँ गाडीबाट झर्दै खोलाहरू पार गर्दै फेरि हामी फेरि अगाडि गएर गाडी चढिरहेको। असोजको महिना, पानी भर्खर बर्खा सकिए पनि पानी चाहिँ निकै परिरहेको, त्यही भएर बाटो चाहिँ निकै कष्टकर थियो। केही अगाडि पुगेपछि चाहिँ हामी यात्रा गरिरहेको गाडी चाहिँ अगाडि जान नसक्ने भयो, किनभने बाटोमा निकै ठुलो पहिरो भएर गाडी समेत पल्टाइदिएर दुर्घटना भएको अवस्था देखियो र बाटोको बिचमा चाहिँ यति ठुलो ढुङ्गा आएर बसेको रहेछ। जसको कारणले गर्दा हामीले पेशी सहरदेखि हिँडेको गाडीलाई त्यही ठाउँमा छोडेर अब केही 15-20 मिनटको बाटो चाहिँ खुट्टाले हिँडेर जानुपर्ने भयो। यो पुरानो ट्रेकिङ गर्ने रुट फलो गर्दै हामी 15-20 मिनट अगाडि गइसकेपछि अगाडि गएर फेरि मनाङबाट फर्केको गाडीमा हामी चढ्ने भयौँ। अघि नै आएको गाडी त सबै कभर्ड गाडी थियो, पछाडि बस्ने यात्रुहरू पनि सबैजना कभर हुनुहुन्थ्यो भने अब सबैजना हामी त्यो कभर्ड पार्टमा बस्नु नमिल्ने भएर अब पछाडि चाहिँ 4 जना साथीहरू चाहिँ पछाडि खुल्ला
हुटमा बसेर जानुपर्ने भयो। सम्भवतः हामीले यो स्थानमा गएर लन्च गरेका थियौँ। वाओ देखिए यार, प्यारा रोड है वो। लाइट ठीक होगा ना? उसका खुला हुआ है, ध्यान देना। अच्छा पानी मिलेगा तो मैं पीना चाहूँगा। पानी यसरी हामी मनाङको सदरमुकाम च्यामे हुँदै एप्पल फार्म पुग्यो। एप्पल फार्ममा पुग्दा त्यहाँ पानी परिरहेको थियो, त्यही भएर हामी खासै त्यहाँ धेरै समय बिताउने मौका पाएनौँ। एप्पल फार्म पछि हामी स्वर्गदारी पुग्यो। यो स्वर्गदारीको चित्र हो। ब्याकग्राउन्डमा देखिएको चाहिँ त्यो हुम्दीको एयरपोर्ट हो मनाङको। यसरी हाम्रो पहिलो दिनको यात्रा बेसी सहरबाट हिँडेको मनाङ पुगेर अन्त्य भयो। भोलि बिहानै हामीहरू मनाङ एरिया घुम्न निस्कियौँ। मनाङमा रहेको एउटा निकै प्रसिद्ध होटल एल्पाइन होमबाट खिचिएका केही तस्बिरहरू यहाँ देखिएको छ। त्यसपछि हामी मनाङको सेरोफेरोमा रहेको भ्राका गाउँ गङ्गापूर्ण, त्यहाँ रहेको सङ्ग्रहालय म्युजियम हेर्न निस्क्यौँ। चारैतिर हिमालले घेरिएको एरिया। हामी धेरैसो यात्रीहरू तेलिचो जाँदाखेरि यो मनाङ अथवा मनाङको सेरोफेरो नघुमिकन सिधै खाङसार जाने अनि खाङसारबाट अगाडि
तिलिचोको यात्रा गर्ने गर्दछौँ। त्यो गर्नभन्दा राम्रो मनाङमा एक दिन बस्दाखेरि आफूलाई बडीलाई त्यहाँको अल्टिच्युड एक्लिमेटाइज हुनलाई पनि सजिलै हुने, साथसाथमा मनाङमा रहेका प्रसिद्ध स्थलहरू, पर्यटकीय स्थलहरू, प्राकृतिक तालहरू जस्तै मुन लेक, आइस लेक, भङ्गपूर्ण ग्लेसियर, त्यस्तै गरेर भ्राका गाउँ, यी ठाउँहरू चाहिँ छुटाउन नहुने ठाउँहरू छन्। दिनभरि जसो हामी मनाङको सेरोफेरोमा घुमिसकेपछि अपराह्न 1-2 बजीतिर हामीहरू तिलिचोको लागि अगाडि बढ्यौँ। आउँदो भिडियोमा त्यस सम्बन्धी सम्पूर्ण जानकारी पेश गरिनेछ। धन्यवाद।